बाइक गयो यस्तो रोडमा यतिको स्पिड कहाँ हो गयो फाइनली गाइस हामीले जापान आइसकेको छु अनि आज एउटा भ्लग स्टार्ट भइसकेको छ मेरो चाहिँ टेन्सन जग्गा टन्नै छ नेपालीहरू त्यही हो जापानकै हो गाई चाहिँ के हो यार म त कसम भन्नुपर्दाखेरि तर यार हेर्न नि यस्तो मान्छेहरू पनि साइकल हिँड्ने ठाउँ बाटो यहाँ छ क्या यहाँनिर टर्र सक्कैसँग यस्तो छ है बाटोहरू चाहिँ नेपालीहरू भेडा हिँड्दैछ अगाडि भेडा भन्नुलाई फेरि सरी ल फेरि आफ्नै भप्नार जस्तो हुन्छ होला होइन अनि अरू के भन्ने खोइ यार यो हेरेर छक्क अलमल्ला परेको छु नेपालबाट आउँदाखेरि के सोचेर आएको के सोचेर के भइरहेछ भने थाहै छैन मलाई नै अनि टेन्सन हुन्छ अरे ऊ पनि भ्लग उसको पनि भ्लग छैन उसको नि भ्लग बनाएर हिँड्न छैन अनि टक्कसँग हामी चाहिँ अहिले सिटी अफिसमा जाँदैछु आज अनि भोलिबाट हाम्रो गएको सुरु हुन्छ अरे भनेर आइरहेको थियो अनि हामीले कस्तोमा 3-4 दिन भइसक्यो खाना आएको खाना किन नखाएको भन्दाखेरि चाहिँ अब त्यही त हो खासै मिठो थिएन प्लेनमा नि अनि हिजो बेलुका अब हिजो हामी 4 बजी अलिक थोरै खाना ल्याएको थियो त्यो खाइयो अनि खाइसकेपछि अब खासै भोक सोक मिलेन नि त 3-4 दिनको अनि अब बेलुका अनि ग्यास स्टेसन जोडेको थिएन अनि अघि बिहान ग्यास जोड्न आएको थियो अब जोडिरहेको थियो अब त्यतिखेर अब खाना खाऊँ भने फेरि सिटी अफिस आउनु भनेर फोन गर्नु भएको छ फेरि ग्रुपमा अनि फेरि सबजना हिँड्दा छु टेन्सन हुन्छ नि त तर यो अब मलाई चाहिँ जापान भन्दा चाहिँ मेरै नेपाल मेरै देश मलाई फर्किनु मन लागिरहेको छैन मलाई त कसम दिल्लीतिर आइपुगेर मलाई फर्किनु नेपाल गएर आइरहेको थियो क्या अनि अब जान मन लागिरहेको थियो तर कसरी जाने त अब आइसक्यो होइन आइसकेपछि अब त्यही त हो जसरी म्यानेज गर्नुपर्ने हुन्छ होइन हिँड्नु सक्नुहुन्छ अब यहाँनिर यस्तो छ के हो अनि त्यही गाइस अब यहाँ सब नेपाली हो यो सबैजना होइन सबजना हाम्रो एउटै हो सबैजना कहाँबाट आएको थियो थाहा छैन मलाई के छ अनि टिबिसी कति टाइम लाग्छ अब लोकेसन कहाँ छ अब यहाँनिर यस्तो बान्नुपर्ने गाडीहरू भइरहेछ गो अब चल्नुपर्ने छ हामी सबैजना अनि त्यही हो जान्दैछु अब हिँडेको बाँध्नु त ल्याइरहेको छ कि त्यहाँनिर सबैसँग हेर्छ कहिले जाने फेरि फेरि यहाँबाट जानुपर्ने र भयो त फेरि लाइनमा अब अब मलाई चाहिँ अब यहाँ जापान गाह्रो भइरहेछ भने निकै धेरै गाह्रो भइरहेछ धेरै नेपाल याद आइरहेछ अब आउने अब भाइ बहिनीहरू चाहिँ कसम जापानदेखि आउनु भन्छ कि म कहाँमा खान जापान म त यति धेरै नेपाल जानु मलाई कसम म त यो अब तपाईँहरूले के भन्नु फेरि होइन अब कसम के खानु फेरि यस्तो त्यस्तो जापान गयो भने यस्तो भन्छ होला होइन भनेर मात्रै हो कुन बाइक हो त्यो खतरा गयो ओके छुट फास्ट फेरि अहिले यहाँ गाडी आउँछ तपाईँहरू पनि आउनु होला कृपया नआउनु होला कृपया भन्दाखेरि चाहिँ अब तिमीहरू के भन्छ कि रिसाउन लागेको अब आफू जाने आफ्नो जग्गा जाने रहर छ घुम्न लागि मात्रै हो भनेको ठिक छ तपाईँहरू आउनु सक्नुहुन्छ यो अरूको लागि खासै काम छैन होइन यहाँबाट जाने हो यहाँबाट हो क्या जाम त भन्नै चल्दिएको नि कस्तो कारभित्र टक्क लगायो सबैजना मिलेर एउटा कार किन्नु होला सबैजना एउटा कारमा हिँड्नु होला अरू त त्यस्तै अब हेर्दै गर्नु जापानमा कस्तो लागिरहेछ राजकुमार कस्तो लागिरहेछ जापान भन्नु न
एकदम होइन अहिलेसम्म अब आउने भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ अघि मलाई नआउनु आउने मान्छे आएको थियो होइन साँच्ची वाउ फुलहरू के दाम छ है राजकुमार किनकि होइन पैसा कमाइछु भने चाहिँ मलाई एज अ बेस्ट लाग्ला यो होइन अहिलेसम्म चाहिँ जति दिन मैले धेरै त भएको छैन 2-3 दिन भयो होइन यहाँ आएको 2-3 दिनमा चाहिँ होइन जङ्कार आज जस्तो लागेको छ साँच्ची हो पनि खाना खाएको छैन हो र? आज भर्खर ग्यास जोडियो है आज हामी सँगै रुम पार्टनर हामीसँग रुम पार्टनर हो तर हामीले कति दिनको खाना हामी 3 दिन खाना खाएको आज 1 बजेर 13 मिनट भइसक्यो जापानमा चाहिँ होइन अब हिजो दिन हामीले आज खाना खाने भनेको ग्यास फेरि आज ग्यास हामीले जोडाएको थियो फेरि अब फेरि कता यो बोलाएर हामी हिँडिहाल्यो खानासाना केही खाएन बिहानदेखि अहिले मुखमा पानी हालेन हामीले केही हालेन कस्तो हिँडिरहेको छ कि हामीले अब बेलुका अब बेलुकाको मात्रै खाना खानु पर्ने हुन्छ बेलुका नै अब हामी किनकि हामीले चामल मात्रै लिएको छ तरकारी सरी केही किनेको छैन होइन भर्दाखेरि चाहिँ किन्नुपर्ने हुन्छ अब हामीले बिचमा यहाँ बिरमार चाहिँ हेरेर जस्तो यसलाई ऊ भन्छ बिगमार्क नै बिगमार्कले के भन्छ चाप्लिन सुप्पा सुप्पा अनि साइकल यता छ अब यतो है तर है जापानमा अब बाटोदेखि लिएर हरेक घर राम्रो छ है एकदम अब यो जुत्ता हेर्नु न हामीले जुत्ता अब 3-4 दिन भइसक्यो लगाएको अहिलेसम्म के लाग्यो केही छैन अझै अझै 1 महिनासम्म टिक्सक्यो हामीले यस्तो नेपालमा भयो भने चाहिँ फेरि यो धुवा हुन्छ है 15 दिन यो 2 किलो केटीहरू छ यहाँ हाम्रो सबै तामाङ छ अब सबै अब नेपाली सब सेलिब्रेट हो फेरि हाम्रो यहाँ सब सेलिब्रेट हाम्रो अब नेपालको यो सब सेलिब्रेट त्यही हो अनि तपाईँहरू पनि अब आउँदै भिडियो अगाडि डेन्जर भइसक्यो यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ कृपया राम्रो गरेर आउनु होला अनि हामी पुग्नुपर्ने हुन्छ बोलाइसक्यो अनि छिटो आएको फास्ट गो हारिगाटको चाहिँ मास कोही त हारिगाटको चाहिँ मास त्यहाँदेखि पनि भनेन है कसैले नि त्यही भने त्यही भने त्यही हो भयो ए राजकुमारीहरू फेरि यति धेरै भाउ खान्छ नि फुलकुमारी राजकुमारीहरूले यति धेरै भाउ खान्छ कस्तो जापान आएपछि त भाइरल भयो भाइरल भयो के अब जापानबाट बोल्न आउँदैन त्यही जाने हारिघाट त गोजे मास भन्ने चाहिँ आउँछ है मलाई नि होइन कोनेचिवा भन्न आउँछ नि त्यसपछि सुई देश्ने हेन्सम देश्ने भने त्यस्तै दामी भन्दा नि त्यो भन्छ यो कहाँ रहेछ कहाँ हिँडेको म अहिले 150 रुपियाँ पठाउ गरेर उयो हामी पढ्ने यही होइन यही हो क्या यो होइन ए खत्तम भयो गन त्यसो भए है ओइ मुस्कान पास ए फुलकुमारी तिम्रो घर कहाँ हो नेपालमा राजकुमारी तिम्रो कहाँ हो नि राजकुमारी घर कुन ठाउँ हो नेपाल राजकुमार थापा मगर पनि मैले फेरि राजकुमार थापा ननिकल्ला फेरि राजु थापा मगर भनेर फुलकुमारी राजकुमारी देनीको त होइन कुन ठाउँ हाम्रो सहरको चाहिँ हाम्रो राजाको चाहिँ ठ्याक्लै घर कहाँनिर भन्नुपर्दाखेरि ठ्याक धादिङ है नेपाल त काठमाडौँ नै धादिङ हो अनि मेरो चोखल्टुको तपाईँलाई थाहा छँदै छ होइन त्यही हो अनि थाहा नहुनेहरूलाई चाहिँ रोक्नु होइन अनि सुदुरीको पश्चिम भनेर चाहिँ उहाँ हुनुहुन्छ हामी पनि रुम पार्टनर हो हिँड्नु मन लाग्छ अनि हामी कतिजना छ जम्मा 2, 4, 6, 7, 8, 9 केटा मान्छे हिँड्ने नि हो अरे क्या त्यो साइकल आएर त्यो गाडीमा आउँछ यो हो कि मान्छे हिँड्ने बाटो मास लग्यो लाइन लगाएर होइन यहाँ फेरि रुल्स एकदम फलो गर्नु पर्ने अरे होइन रुल्स चाहिँ टक्क गाडी पनि पार्किङ गर्नु टक्क यस्तो पार्किङ गर्न कति लाग्नु छ हेर्नु न वेट अनि त्यही हो गाइस सबैजनाले माया गरिदिनु होला कृपया लाइक सब्सक्राइब सबैजना सेयर गरिदिनु होला किनकि यो हाम्रो यो मिनी भ्लग सबैजना हेर्नु होला इन्जोय गरिदिनु होला
मन नपरि नि मन परै हेरिदिनु होला के भयो होइन अनि बिस्तारै राम्रो राम्रो अब खासै बोल्नु त आउँदैन त्यही पनि अब यो सिचुएसन हुन्छ अब किनकि अब बिस्तारै त बोलचाल हुन्छ है बोल्न आउँछ त्यही भएर सबजना फेरि जाम गो सिमासेन चिकी साथीमा जापान कस्तो लागिरहेछ जापान त ठिकै लागेको छ तर पेटमा चाहिँ भोक लागिरहेको हिजोदेखि के खाएन है फेरि यहाँ हेलो आउनु होला 2 दिनसम्म भोकै बस्नु होला अनि त्यसपछि अनि खानु होला टाइम लाग्छ अब कति टाइम लाग्छ अब 19 भिन्ने छ होइन त हाम्रो नि कति आएको गाडी भने यार राजा मेरो राजा अनि फेरि रानी कि रे जाम गो ए जान्छु यस्तो फेरि टक यहाँ हरेको टाइम टक हिँड्नुपर्ने हुन्छ फेरि रातबाट चाहिँ रोकिहाल्नु पर्ने हुनुहुन्छ मिमी हाहा नोदो के हो यस्तो बढी दिसहरू जापानिज मिमी हाहा नोन्दो कि के हो बढी दिस त्यही चल्दैन नि आया ठोक्यो मेरो जुत्ता गयो 25,000 जुत्ता गयो मेरो तर हामी जापानमा डाइनोसर माछा खानुपर्छ जापान आएर चाहिँ होइन तर हामी डाइनोसर माछा खानुपर्छ डाइनोसर माछा खान लाग्छ तर बेलुका है अहिले चाहिँ होइन ठिकै छ नेपाली तामाङ दिदी भन कि बहिनी भन के म त होइन नि त म त फुलकुमारी भन्ने मैले राजकुमार भनिरहेको छन् सबले आफ्नो माया गरेर बोलाएको नाम हो नि त त्यो त स्वीकार्नुपर्छ नि त यो मान्छे मरेको ठाउँ है के गाइस हेर आउला यो मान्छे ठाउँ हो ओ माई गड आमा मान्छे ठाउँ मेन पुग्यो हो मेरो पनि 400-500 पुगेको छ साँच्ची हो के कति सब्सक्राइब 400 जानु 400 पहिला यसको त 1000 करोड खान्छ नि बिस्तारै कृपया अनि हामीलाई यसो माया गरिदिनु होला होइन लाइक सब्सक्राइब गरिदिनु होला अनि हामी तलदेखिको त्यो घन्टीलाई टिङ्गिङ बजाइदिनु होला हाम्रो चाहिँ पछि साथी हो फेरि हामीले भन्छु भने जे गर्नुहुन्छ हजुरहरूले गर्नुहुन्छ कि होइन हामी के भन्छ के हाम्रो तपाईँहरूलाई यस्तो रहेछ त्यस्तो रहेछ अब आउनेहरूले चाहिँ यस्तो गर्नुहुनेछ भनेर हाम्रो कुरा बोकेको लागि एक्सपिरियन्सहरू 2 दिन एक्सपिरियन्स सुनाउँदैछु होइन यही हो नि 1000 पुऱ्यायो कति पुऱ्यायो 1.12 यस फलो गर्नु सब्सक्राइब सबैले सब्सक्राइब गरिदिनु भने कृपया हाम्रो यहाँ सुदुरुको सानलाई नै नाम के छ अरे LX भलोक ब्लग्स भलक नेपाली नो जापानिज तिमीले सब्सक्राइब गर ल मलाई के सार नसुने कानमा आफ्नो ठोकेर हिँडेछौ तिमीले हो छोड्दैन नभने त त्यस्तो म भयो त्यही भने कस्तो इक्यु राने क्या भने ठिकै छ नो प्रब्लम होइन त्यही भनेको हामीले नि कहाँ त्यसो बाल्दिने हो नि त हामीले त त्यहाँ त्यही भने खल्लीबली अलिकति हामीले नि बाल्ने होइन जसले रेस्पेक्ट गरेर बस्छ त्यसमा हामीले रेस्पेक्ट गरेर बोल्ने हो म हिउँ भनेर देखाउँछु नि त्यसले आइता पनि हो जसले राम्रो रेस्पेक्ट गरेर बोल्छ जसले गजमाने बोल्छ हामी त्यसरी बोल्ने हो जसले सानो देखाउँछ हामी त्यसको लागि त्यसरी निस्किने नि त जस्तो छ हामी त्यसरी निस्किने क्या मतलब छैन हामीलाई हाम्रो 3 जना फेरि छोडेर फ्याँक्दै थियो कस्तो केटीहरू त हामीहरूले कस्तो केटीहरू त हामी बाल्दैन यस्तो बुढा दिन्छ त त्यो नि अब यिनीहरू त पार्किङ तामाङको पार्किङ जस्तै नि दाजु पर्छ नि त दाजु दिनुपर्छ अनि त्यही हो म त अब रेस्पेक्ट गरेर दाजु भाइले बोल्छ देखायो भने त्यही सबलाई पर हो माया गर्नेलाई सधैँ मान्छेहरूलाई माया गर्नेलाई सबैले सबै राख्नु माया नगर्नेलाई होइन
निकाल्ने चुड्ने फालिदिने हो के हो रातले चाहिँ राजा भनिदेऊ त हो कि होइन त्यही हो त्यो राजाले त फेरि फिक्स हुन्छ नि होइन राजा त फेरि राजा साथमा त फेरि मेरो त नआएपछि यस्तो जाबहरू त कतिखेर गइसक्यो क्या मेरो त्यही भने अहिले आएर यो भुराले हाम्रो च्यालेन्जै हो क्या त्यही होइन हिजोको अन्डा आज तलले के थाहा होइन जमाना कहाँबाट कहाँ पुग्यो भनेर अनि कहाँ पुग्नुपर्ने हो हामी आमा यार नो स्टप हिँड्ने खाले हो हिँड्यो भने त मर्छ त हामी यार भक्तपुर त हिँड्छौँ त हामी काम त यति पायो भने हुँदैन यहाँतिर यति नजिकतिर काम पाइयो भने सजिलो हुन्छ भाडा साडा केही लाग्दैन है मेरो कार आयो फेरि ल राजा के छ राजा र मैले एउटा कार किनौँ होला हौ अब के हो यस्तो आमा म त खासै के बोल्नु सकिनँ हजुरहरूसँग है अब त्यही हो हेरिदिनु होला कृपया खासै बोल्नै मन पर्ने होइन घामले डढिरहेछ भोक भोक हिँड्नु परिरहेछ अनि खासै यो बिजोग तपाईँहरूलाई सुनाउनु मन त थिएन त्यही पनि अब एउटा फ्यामिली एउटा अब नेपाल दाजुभाइ दिदीबहिनीहरूलाई यस्तो 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 हुँदो रहेछ विदेश गएपछि भनेर एउटा हामीले भोगेको कुरा एक्सपिरियन्स चाहिँ हामीले देखाएको हामी कति 3 दिन भइसक्यो खाना नखाएको छ अनि हिँडिरहेको छ अहिलेसम्म चाउचाउको भरमा हिँडिरहेको छु अनि प्लेनमा दिन त दिएको थियो तर खासै मिलेको थिएन है त्यो सुँगुरले अब हामीलाई त्यो खोले पकाएको जस्तो त्यस्तै सेम लागि त्यस्तै दिएको थियो एउटा मिठो भनेको एउटा पानी थियो त्यो नि होइन होइन राजा अनि त्यही गाइज अनि मलाई लास्ट गाह्रो भइरहेछ अनि नेपालको धेरै याद आउँदो रहेछ है यहाँ अब झरी आएपछि चाहिँ अनि त्यही हो कृपया यो भ्लग चाहिँ लामै हुन्छ होला जस्तो लागिरहेछ मलाई होइन भिडियोहरू चाहिँ हेरिदिनु होला कृपया सबैजनाले माया गरिदिनु होला अनि चिन्ने राजुलाई सबैले माया गरिदिनु होला होइन स्टाइल अहिले अब स्टाइल राम्रो बनाउँदा आउँदैन त्यो बेला अब सुरु हो नि त अनि त्यही हो अनि अब बिस्तारै माया गरिदिनु होला स्टाइल गरिदिनु होला राखेन भने नगर्नु थ्याङ्क यू सो मच भन्न चाहन्छु है त्यही हो अनि हेर्नु यति धेरै क्या दामी छ क्या यहाँ धुलो कहीँ छैन कि हेर्नु न धुलो कहीँ छैन धुलो कहीँ छ त यो सब कहीँ धुलो एउटा माटो कहीँ छैन क्या धुलै छैन भनेपछि बुझ्नु नि तपाईँहरू यो जुत्ता हेर्नु न जस्तो त्यस्तो छ 4-5 दिन भइसक्यो लगाएको मान्छे लगाएर आएको केही छैन क्या तोचिगी भन्ने के हो क्या यसो तोचिगी भन्ने ठाउँमा हो क्या हामी पार्किङ गर्नु हेर्नु पार्किङ गर्नु के दामी छ टक्क ल्याउने ड्यागर टक्क हाल्ने अनि टक्क लिएर जाने पछाडिपट्टि त्यस्तो ढुङ्गाहरू राखिदिएको ढुङ्गा कि सिमेन्ट प्लास्टर गरेर राखेको होइन कसम भोक लगाएर म मर्नु आँटिसक्यो यार हिँडाछ कहाँ हिँड्यो हो क्या कि धेरै चाहिँ बिचरा राजा नि अब भोकले मर्नु आँटिसक्यो हो अहिले चाहिँ कहाँ घर गाउँतिर जस्तो आएको छ फिल भयो त फेरि रुखसुख पनि देखियो अहिले चाहिँ अन्त रुखै देखेको थिएन मैले चाहिँ मिना नो ओ एम ए वाई अरे नेको कुरुमा भनेको कहाँ राम्रो रहेछ है घरलाई उची भन्छ कृपया हित्तो भनेको मान्छे त्यही भनेको हात कसम भनेको हेर्नु यार म त घाम बढेर मर्नु आँटिसक्यो स्पिड पनि यार कति स्पिड हान्नु रहेछ 120 130 सम्म हान्नु सक्नु कि बाइक हेर्नु न कस्तो बाइक हो नेपालमा यस्तो त हुँदैन त है कस्तोसँगले साइकल आउने बाटो आइरहेछ राजाले माथि हिँड न यार झन्डै साइकल ढोकेन राजा कसमा पेट्रोल हाल्न आउने रहेछ यहाँ चाहिँ होइन टक्क दिनु नि यहाँ कति टाढो हो अब त्यतिखेर म त भोक लागेर मर्नु आँटिसक्यो अब कहाँ अब नेपाल जस्तो भयो यहाँ गएर किनेर एउटा 20-30 रुपियाँ खानु अब के किने खानु कहीँ केही जान्दिनँ है गाह्रो सो नजान्दैन यो हजुर के भने के 15,000 है हुन्छ यसरी टक्क छैन साइकल आयो
साइकल हिँड्ने बाटोमा चाहिँ मान्छे हिँड्ने बाटो चाहिँ यता माथि छ साइकल हिँड्ने बाटो गाडी हिँड्ने बाटो थियो क्या साइकल आएछ परबाट त रोडबाट गयो यार यस्तो ठिक हुन्छ साइकल त्यो अर्को हुन्छ है नयाँ कुरा हामीलाई त कति हजार 40,000 20 दिन 40 म किन्दिनँ यार अहिले नै म सक्दिनँ किन्नलाई केही बोल्न सकिरहेन है नेपाली हो पक्कै चाहिँ यो नेपाली हो यो नेपाली जस्तो लागिरहेको त्यसो हेर्दाखेरि चाहिँ त्यही गाई चाहिँ अब अलग हो कहाँ छ तिमीहरूको कता केटीहरू सबै एउटै ठाउँमा त्यस्तो दिन चाहिँ अलग अलग हुनुपर्छ कि तर हाम्रो ठिकै छ माथि हाम्रो अलग अलग छ माथि त्यस्तै हो सेम तिमीहरूको र तल माथि एउटै त दुईजना दुईजना हो हामीहरू त 2 रुममा 3 जना मिलेर बस्ने हो अरूलाई बस्दैन त्यही भन त्यत्रो 8 जनालाई एउटै किचन त गाह्रो हुन्छ नि पछि काम गर्न लाग्यो भने त होइन अब कसैको कति बेला हुन्छ कसैको कति बेला हुन्छ कलेज कतिखेर कसको फिक्स नै हुँदैन भोलि थाहा हुन्छ कलेज कतिखेर कसको कति बजी पर्छ भनेर त्यही भएन अब सबैले काम गरेर आएकाले सुतेर बस्लाएर भनेर भने त त्यस्तै हो नि तर हाम्रो राजा हाम्रो त्यस्तो हुँदैन फेरि हुँदैन नि सुन्यो नि तर हाम्रो त्यस्तो हुँदैन नि होइन हाम्रो भन्ने एकदम लेभल हो फेरि जो आउँछ त्यसले खाना पकाउने हो जो भ्याउँदैन त्यो सुत्ने जो बिरामी त्यसरी नै खाना पकाएर खाने हो त्यस्तो फेरि यहाँ पारि जाने हो हामी अनि अरू त के भन्नु तपाईँहरूलाई घाम लागेर त्यस्तो धेरै सक्यो हिँड्नु नसके पनि हिँड्नु परिरहेको छ के गर्नु हुन्छ गाह्रो छ हिँड्नुपर्छ गाह्रो छ पढ पाउँदैन आमा तर रमाइलो छ जापान तर के गर्नु है दामी छ छन चाहिँ सर राजा आउँदैछ परबाट कहाँबाट यताबाट जाऊँ न सब झारौँ ल यहीँ हो हामी जाने जाऊँ यहाँ यताबाट जाऊँ हामीले छ कि बाटो ऊ परबाट छ त नि राजा कहाँ गयो राजा छुट्याउनु हामी चाहिँ यहाँनिर आएको छ कि यहाँनिर अब त्यो हाम्रो अब कार्यालय भन्छ त नेपालमा त्यस्तै सेम लाइदियो कि अब छिट्टै के अरे मन त खासै नाम भन्न आउँदैन जापान एउटा त्यही त नि भन्नु न अब तपाईँहरू बुझ्नु मिलाएर हाम्रो गाउँपालिका जस्तो हो कि अनि एउटा कार्यालय त एउटा वडा सेम त्यही हो अब हामी यहाँबाट निस्केर एकछिन कागजपत्र मिलाएर डकुमेन्ट सब निस्किनु पर्ने हुन्छ त्यसो तपाईँहरू एकचोटि हामी रुम पुगेर भेट्छ है त बाई बाई